धेरै मान्छेले प्लेयर डिलिट कसरी गर्ने भनेर सोधेकोले यो एक्सप्लेन गर्दैछु। डाइरेक्ट डिलिट मान्छे नै हटाउने अप्सन चाहिँ छैन, तर डिलिट गर्नलाई चाहिँ हामीले होल्ड फिचर युज गर्न सक्छौँ। अब भनौँ 5 गेम खेलिसक्यो, अब राम चाहिँ घर जान लागेको छ अरे होइन, घर गयो अरे। अब 6औं गेममा 4 जना मात्र खेलेको छ अरे, नेक्स्ट गेम गरौँ। अब नेक्स्ट गेम गर्दाखेरि मनी जितेको छ अरे 12 पोइन्टले, हरिको चाहिँ सिन मात्र छ अरे। अब राम चाहिँ घर गएकोले उसलाई होल्ड हालिदिने हो। अब होल्ड हालेपछि हरेक अर्को गेममा पनि ऊ होल्डै हुन्छ चेन्ज नगरेसम्म, त्यही भएर ऊ डिलिट जस्तै हो। अब यसलाई क्यालकुलेट गऱ्यो भने चाहिँ हरिको चाहिँ होल्ड हुन्छ, यता होल्ड छ यता होइन हरिको, अरू बाँकीको 4 जनाको क्यालकुलेट भएको छ। फेरि नेक्स्ट गेम गऱ्यो अरे, हरि जितेको अरे 5 पोइन्ट रे। अब फेरि क्यालकुलेट गरेपछि राम चाहिँ अझै होल्डमै हुन्छ। अब यसरी यसलाई होल्डै गरे डिलिटको फिचर जस्तो युज गर्न सक्छौँ। अर्को नयाँ फिचर थपेको भनेको चाहिँ यो चाहिँ हाम्रो युजरबाट रिक्वेस्ट आएकोले थपेको हो। यो भने चाहिँ लेस पोइन्ट हो है। अब यो लेस पोइन्ट भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ खेल्दा खेल्दा कोही पनि जितेन अरे, त्यो तान्ने तासै सिद्धिसक्यो अरे, सबै सिद्धियो भने चाहिँ गेम सिद्धिँदो रहेछ, तर विनर चाहिँ कोही पनि हुँदैन। त्यो केसमा चाहिँ पोइन्टको मात्र क्यालकुलेट हुन्छ। त्यही भएर अब यो गर्दा अब त्यस्तो भयो भने चाहिँ यो अन गर्ने अनि पोइन्ट मात्र हाल्ने, यसलाई 12 पोइन्ट 5 पोइन्ट जसको पोइन्ट छ पोइन्ट मात्र हाल्ने। अब यो विनर थिच्न खोज्दाखेरि चाहिँ हुँदैन, किनभने विनर छैन, यो तास सिद्धेको हो होइन। अब यसरी क्यालकुलेट गर्यो भने चाहिँ अब यता चाहिँ लेस पोइन्ट भनेर यो देखाउँछ, जसको मिनिङ चाहिँ त्यो गेमको 3 पोइन्ट र 10 पोइन्ट चाहिँ कसैले तिर्दैन, किनभने कोही जितेन। सो यो पोइन्टको मात्र क्यालकुलेट हुन्छ यो राउन्डमा यसरी। यहाँ तल गयो भने यसमा पनि त्यही 8 नम्बरमा चाहिँ पोइन्टको मात्र क्यालकुलेट भएर गरेको हुन्छ। अब यो अर्को एउटा नयाँ फिचर थपेको छ। पहिलासम्म चाहिँ कसले कति तिर्ने, यहाँ को कति हार्यो मात्र थाहा हुन्थ्यो, को कति जित्यो को कति हार्यो मात्र हुन्थ्यो, कसले कसलाई कति दिँदा सेटल हुन्छ भन्ने चाहिँ हामीले आफैले क्यालकुलेट गर्नु पर्थ्यो। त्यही भएर त्यसको लागि चाहिँ फेरि क्यालकुलेट गर्नु नपरोस् भनेर यहाँ नयाँ फिचर आएको छ, सेटल मनी भन्ने छ। अब गेम चाहिँ 7 गेममा चाहिँ सिद्धियो अरे। अब घर जाने भनेपछि अब पैसा तिर्नलाई चाहिँ कसले कति तिर्ने भन्ने चाहिँ यो सेटल मनी क्लिक गर्ने। सेटल मनी क्लिक गरेपछि चाहिँ यहाँ हरेक प्लेयरको आफ्नो सेक्सन हुन्छ। अब यो गोपालको माथि छ, श्यामको यता छ होइन, अनि जित्नेहरूको चाहिँ हरियो छ। अब यो चाहिँ आफ्नो आफ्नो हेरे भयो। अब श्यामको मात्र हेरौँ, म चाहिँ श्यामले हेऱ्यो भने चाहिँ मैले चाहिँ हरिलाई 720 तिर्नु पऱ्यो, अनि मैले फेरि मनीलाई चाहिँ 1540 तिर्नु पऱ्यो। म श्याम हो भने चाहिँ यो मात्र हेरेर तिर्दा फिक्स हुन्छ। अब भनौँ म चाहिँ अरू चाहिँ जितेको मान्छे हेऱ्यो, मनीले चाहिँ कसरी कति कति आउँछ भनेर हेर्नु पऱ्यो भने चाहिँ मनीको टेबल मात्र हेऱ्यो भयो। मनीले चाहिँ श्यामसँग 1540 लिनु पऱ्यो, अनि रामसँग 1380, अनि टोटल जितेको चाहिँ 2920 हुन्छ। अब यसरी चाहिँ कसले कति तिर्ने पनि एपले नै क्यालकुलेट गर्ने भएकोले सजिलो भएको छ। अब नर्मली हामी चाहिँ तास खेल्दाखेरि चाहिँ अब पार्टी जस्तै हो, खानेकुरा पनि टन्न किनेर तास खेल्छौँ दिनभरि। अब त्यो गर्दाखेरि चाहिँ कसैले किनेर ल्याउँछ नि त। अब कि कोही आउँदैछ बे मोमो किनेर ल्या भन्ने भयो, कसैले रक्सी किनेर ल्या, बियर किनेर ल्या भन्ने भयो होइन। तर त्यो चाहिँ एकजनाले तिर्छ, तर सबैले बराबर तिर्ने हो नि त। अनि त्यो पनि फेरि क्यालकुलेट गर्नुपर्ने भएकोले चाहिँ त्यो चाहिँ हामीले जहिले लास्टमा फेरि कपी र पेनले गर्थ्यौँ। अब त्यो पनि थप्न मिल्ने यसमै जोड दिने चाहिँ अप्सन राखेको छ। यो चाहिँ एप एक्सपेन्स छ। यसको राम्रोसित टेस्टिङ भएको छैन, कसैकोमा इस्यु आयो भने प्लिज मेसेज होस्। अब यो एड एक्सपेन्समा चाहिँ के गर्छ भन्दाखेरि अहिले चाहिँ नो अदर एक्सपेन्स छ, यो गेमको मात्र देखाइरहेछ यता। अब भनौँ हामीले चाहिँ बियर खाएको थियो अरे, एड एक्सपेन्स गरौँ। एड एक्सपेन्समा चाहिँ बियरको चाहिँ 2200 परेको थियो अरे, अनि यो चाहिँ किनेर ल्याउने मान्छे चाहिँ मनी थियो अरे होइन। ओके गऱ्यो भने चाहिँ यहाँ देखाउँछ
440 पर पर्सन बियरको तिरेको चाहिँ मनीले हो। अनि यो चाहिँ हरेक मान्छेले 440 तिर्नु पऱ्यो आफूले बियर खाएको। अनि यो चाहिँ गेमसँग जोड्ने भयो, यहाँ बियरमा आयो, यहाँ टोटल जोडेर। अब भनौँ मासु पनि किनेर ल्याएको छ अरे, मिट एन्ड मोमो भनौँ, यो चाहिँ 4000 रे। यो चाहिँ हरिले किनेर ल्याएको थियो अरे। ओके गऱ्यो भने चाहिँ अब यहाँ मिट एन्ड मोमो पेड बाई हरि। मिट एन्ड मोमोको चाहिँ पर पर्सन 800 तिर्नु पर्ने भयो। अब बियर र मासु गरेर चाहिँ पर पर्सन 1240 को खाएको छ। सो सबैले यो तिर्नु पऱ्यो। अब सबै जोडेको छ यसमा। अब यो चाहिँ गेमको छ यहाँ। गोपालले गेमको 2260 तिरेको छ, बियरको 440 तिर्यो, मिट र मोमोको चाहिँ 800 रुपियाँ तिर्दाखेरि टोटल उसले 3500 तिर्नु पर्यो। अब यो 3500 चाहिँ उसले गोपालले हरिलाई दिँदा हुन्छ। अब यसमा बियर चाहिँ मनीले ल्याएको हो नि त, मनीको हेरौँ त। सो मनीले ल्याएको हो, मनीले चाहिँ आफ्नो भाग कटाएर बाँकी सबैको चाहिँ लिनु पऱ्यो नि त बियर तिरेको चाहिँ। त्यही भएर यो प्लस भएको छ 1760 आफ्नो भाग काटेर। त्यही भएर अब गेम जितेको 2920, बियरमा लिनुपर्ने उसको 1760, अनि मिटको तिर्नुपर्ने 800। यो टोटल गरेर उसको प्लस चाहिँ 3880 हुनुपर्छ। सो यो ब्यालेन्स हुनलाई चाहिँ मनीले श्यामसँग 1260 लिनु पऱ्यो, रामसँग 2620 लिनु पऱ्यो। अब यसरी अरू एक्सपेन्स पनि गेमकै पैसामा एड गरेर आफै क्यालकुलेट हुने भएकोले हामीले केही पनि हिसाब गर्नु पर्दैन। अब यसरी हिसाब भएपछि चाहिँ ल भनौँ अब यो चाहिँ हाम्रो ग्रुपमा सेयर गर्नु पऱ्यो। ग्रुपमा सेयर गर्नलाई चाहिँ यो सेयर दिस पेज अप्सन क्लिक गर्ने, यसरी आउँछ। अब यस्तो गरेपछि कसैलाई चाहिँ मेसेन्जरमा ग्रुप छ अरे हाम्रो, यसरी पुरै होल पेजै ग्रुपमा सेन्ड हुन्छ। अनि यो आफ्नो आफ्नो सेक्सन हेरेर तिर्दा हुन्छ। यो भिडियोमा चाहिँ यो स्कोर चाहिँ अरूको मोबाइलबाट कसरी हेर्ने एक्सप्लेन गर्दैछु। पहिला चाहिँ यो स्ट्रिम गर्दाखेरि चाहिँ वेब पेजमा खोल्थ्यो। अब चाहिँ त्यसमा अलि कम्प्लेन धेरै आएकोले, स्टेबल नभएकोले, रिफ्रेस भएन भन्ने कम्प्लेन आएकोले चाहिँ मोबाइल एपमै हेर्न मिल्ने बनाएको छ। अब त्यसको लागि चाहिँ यो स्ट्रिम पहिला जस्तै गर्ने, जुन चाहिँ सेम नै हो। अब यसले चाहिँ एड दिन्छ अनि एउटा क्युआर कोड बनाउँछ। अनि यो क्युआर कोडबाट चाहिँ स्क्यान अरू मोबाइलबाट स्क्यान गर्दाखेरि चाहिँ, अरू प्लेयरको मोबाइलबाट स्क्यान गर्दाखेरि चाहिँ एप इन्स्टल छैन भए चाहिँ इन्स्टल गर भन्छ। अनि अलरेडी इन्स्टल छ भए चाहिँ त्यही मोबाइल एपमै भ्यू ओन्ली मोडमा चाहिँ त्यो स्कोर बोर्ड खोल्छ, जुन चाहिँ स्टेबल छ, जुन रिफ्रेस पनि चाँडै हुन्छ। अब यो त्यसको लागि चाहिँ यो एड गरौँ। अब यो चाहिँ अर्को प्लेयरको मोबाइल हो रे। यसमा चाहिँ क्यामेरा खोलौँ पहिला। क्यामेरा खोलेपछि चाहिँ यो यसरी रिवार्ड ग्रान्टेड भनेर क्लोज गरेपछि चाहिँ एउटा यसको क्युआर कोड खोल्छ। अब यो अर्को प्लेयरको यसरी स्क्यान गऱ्यो भने चाहिँ यो एउटा पपअप आउँछ, यसलाई क्लिक गरौँ। अब यो मोबाइलमा चाहिँ त्यो एप अलरेडी इन्स्टल छैन, म्यारिज पोइन्ट क्यालकुलेटर, त्यही भएर यो वेब पेज खोल्यो। अब यो वेब पेजले के भन्छ भन्दाखेरि चाहिँ एप इन्स्टल छैन भए इन्स्टल गर, वा भर्जन अपडेट छैन भए अपडेट गर। अब यहाँ इन्स्टल गर्ने अप्सन छ, यो हरियो बटन क्लिक गऱ्यो भने चाहिँ इन्स्टल गर्न दिन्छ। अब यसरी इन्स्टल भइसकेपछि फेरि क्यामेरा खोल्ने अनि त्यही क्युआर कोड पुरानै स्क्यान गर्ने।
यसरी स्क्यान गऱ्यो भने चाहिँ अब चाहिँ यो भ्यू ओन्ली मोडमा यो टेबल टेक्स्ट छ। अब यो होस्ट गेममा होस्ट मोबाइलमा पोइन्ट क्याल्कुलेट अपडेट भयो भने चाहिँ यहाँ आफै हुन्छ। यो अरू मोबाइलबाट हेर्न मिल्यो। अब यसमा यो भ्यू ऱ्याङ्क भ्यू भन्ने छ, जुन चाहिँ खाली ऱ्याङ्क मात्र र पैसा मात्र देखाउँछ। यो पनि आफै अपडेट हुन्छ। अब यता मैले अपडेट गरेँ अरे होस्टमा, यता आफै अपडेट हुन्छ। अब यसरी एप थ्रु नै हेर्न मिल्छ अरू प्लेयरहरूले पनि।